मनाङ यात्राको लागि हामी तयार छौँ र राइड एन्ड हाम्रो लगेज ट्रेडर्सलाई नि बाई बाई हामी विजयपुरको पुल कट्यौँ अगाडि बढ्दैछौँ ट्राफिक एकदम धेरै छ बाटो अलिअलि हिलो बिहान पानी परेको कारणले गर्दा महानगरको गाडी बसले खाजा खाने ठाउँ त्यहाँ रोक्यो बाइक पनि अलिकति चलाउनु पाउँछ हाम्रो सेटअप प्रज्वलजी त्यहाँ आफ्नो मोटर बाइकको फोटोहरू खिच्दै हुनुहुन्छ हेलो लेमन टी टाइम त्यो मेरो त त्यहाँ कफी छ म कफी लिएर आउँछु है गेजिनकै लाउनुभयो गेजिनको होइन यासकुजाको हो यासकुजा हामी अहिले खाँदैछौँ लेमन टी सरको बोल्नुपर्छ है अहिले म चाहिँ ड्युटी मिलाउँदै ओके म त लेमन टी नखाने होममेड कफी छ यहाँ यही नै खाने हजुर ड्राइभर हेरि हुन्छ ड्राइभर राम्रो छ 2 घन्टा पुग्छ अरे राम्रो छैन भने 1.5 घन्टा बेसी सहर पुग्न लागेको छौँ तर यहाँ बिच बाटोमा पानी परेको रहेछ अहिले पानी परेको छैन बिचमा रेनकोट खोलेर लगाउनु परेको भयो भने एकदम प्रब्लम हुन्थ्यो अगाडि परेछ कि जस्तो लागेछ अब लेट्स हामी अब मनाङ जाने क्रममा बेसी सहर लमजुङको बेसी सहरमा आएर खानाको लागि रेस्टुरेन्ट खोज्दैछौँ अहिले हामी बेसी सहर लमजुङमा छौँ हाम्रो यात्रा चाहिँ बिहान 8:45 स्टार्ट भएको थियो पोखराबाट त्यसमा हामीले आधा घन्टाको एक ठाउँमा ब्रेक लियौँ ल बिसाउँदै हामी अहिले चाहिँ हजुरको कति बजेको छ ठ्याक्कै
1 बजे हामी बेसीसरमा छौँ। अब लेट्स सी अब हाम्रो कतिको मेरो चाहिँ खासै अफ रोडिङ एक्सपिरियन्स छैन। अब हेरौँ हामी कति बजे बेलुका भ्राताङ भन्ने ठाउँमा एग्रो फार्ममा पुग्न सकिन्छ। लेट्स सी यु गाइज। ओके नेपालको पहिलो टनल हो कि बिच बाटोमा लाहरू अलिकति टाइट गर्नुपर्ने भयो। 2 मिनट रेस्ट पनि हुन्छ भनेर सो 1 2 3 चियर्स। रजलको कस्तो छ राइडिङ एक्सपिरियन्स? अहिलेसम्म त मजा छ के अरे। अझ ढुङ्गा कम भएको बाटो भयो भने मजा हुन्छ। ए अब त्यता हेर्दाखेरि त पुरै पुल छ माथि अब हाइट चढ्दैछौँ हामी भनौँ। त हामी चाहिँ यता तलतिरबाट आएको, यता कता जानेहरू थाहा भएन। हामी प्रब्ली यतै होला जाने। रेस्ट अब यो सकिहाल्ला अनि दौड्यौँ है त। रेस्ट धेरै नगरौँ। सिया
फाइनली डेस्टिनेसनमा पुग्यो रात नै पर्यो पुग्दा अब चेक इन गर्न जान्छौँ अलरेडी बुक्ड हामी खाना खान जाँदैछौँ बोक्ला छैन अब हामी खाना खान जान लाग्यो आज एकदम थाकिराखियो आज लङ राइड भयो यस्तो लामो होला जस्तो सोचेको थिएँ मैले अब खाना अलिकति खाइदिउँ यो चाहिँ आज हामी बसेको चाहिँ एग्रो फार्म हाउस रिसोर्ट हो ब्राताङ भन्ने ठाउँमा आजको चाहिँ हाम्रो यहीँ बास भयो लेट्स सी कस्तो खाना खुवाउनुहुन्छ उहाँहरूले सो दिस इज द किचन किचन त्यहाँ छ उता यो चाहिँ डाइनिङ एरिया पुल टेबलहरू पुल खेल्ने हो प्रजल तिमीहरू मैले अस्ति भर्खर सिकेको विवेकले सिकाएको मलाई साँच्चै आउँछ खेलौँ न त ल हुन्न र हेलो हेलो आज हामी एग्रो फार्म हाउस ब्राताङमा हामी 4 जना आज मनाङ जाने भनेर हाम्रो स्टे यहीँ भयो एक्चुअली हामीसँग भूमिका भाउजू पनि आउनुभएको तर उहाँ चाहिँ अलिकति सन्चो भएर अहिले तल झर्न सक्नु होइन र अहिले चाहिँ हाम्रो दाइ अनिस दाइ र दिदीको चाहिँ पुल कम्पिटिसन लागिरहेको छ म त भर्खर सिकेको थिएँ अस्ति भर्खर विवेकसँग एउटा भ्लगमा उता एसजे मोटोमा गएर सिकेको लेक साइडमा अब आज एकैचोटि प्रोसँग खेल्न पर्ने भयो जस्तो लाग्यो मलाई मेरो नि पुगेन नि सर्ट ल अब के भन्दाखेरि अब हामी 3 जना भएर चाहिँ अहिले चाहिँ 9:15 PM भएको छ हामीले चाहिँ 9:16 टु बी प्रिसाइज हामीले चाहिँ बिहानको भात चाहिँ एक्ज्याक्टली 1:30 तिर खाएको थियौँ र यो काफी समयको ग्याप भएर हो कि किन हाम्रो बाइक राइड पनि लामै भयो अनि त्यसले गर्दाखेरि हामीलाई भोकै पनि निकै लागिरहेको छ विशेष गरी अनिस्तालाई र मलाई कति बजेतिर पुग्यौँ हामी 7 बजे हामी यो होटलमा चाहिँ ठ्याक्कै 7 बजे पुगेका थियौँ अनि अब यो हामी अब भातसँग अब हामी वाइन पनि टेस्ट गर्दैछौँ यो एग्रो फार्म हाउसको स्पेसियालिटी रे उहाँले टेस्ट गर्ने भनेर रिक्वेस्ट गर्नुभयो र हामी टेस्ट गरेर कस्तो रहेछ भनेर फिडब्याक पनि दिनेछौँ चिकन खाएको हामीले ए म त भेज भने जस्तो लाग्यो ए आई थट भेज खाना तर फेरि चिकन हामीले अब प्रोटिन दर लिँदैछौँ ठिकै छ ल लेट्स इन्जोय ल गाइज म चाहिँ हिजो मर्निङ र नाइट फुल सिफ्ट गरेर अनि आज रेस्ट नगरिकन नाइटपछि सिधै आएको छु तर पनि इट इज वर्थ इट के वर्थ द अल द ट्रबल जस्तो हुन्छ नि जति थाके पनि राम्रो चाहिँ एकदमै राम्रो रहेछ बाटो अलिकति अफ रोड जस्तो तर पनि दुईजनाले एकदम राम्रोसँग चलाएर लिएर आए अनि मलाई चाहिँ खास के हो आइटिनरी त्यो पनि थाहा छैन यिनीहरूले जता जता लिएर जान्छन् त्यतै जाने भनेर आएको तर पनि राम्रो ठाउँमा राखेँ आम ह्याप्पी मनाङमा आएर यतिको ठाउँमा बसिन्छ जस्तो सोचेको सोचेको थिइनँ यस्तो राम्रो ठाउँ छ मनाङमा जस्तै लागेको थिएन मलाई गुड मर्निङ फ्रम राताङ हामी चाहिँ एप्पल फार्म छौँ अब गएर बाहिरको इन्भाइरोमेन्ट हेर्छौँ किनभने चाहिँ राति आयो बाहिर कस्तो भएको इट्स -1 डिग्री बिहान उठ्ने होला झ्याल बाहिर हेर्दाखेरि पानी परेर रहेछ क्लियर थियो अहिले त मौसम कुहिरो लागिसक्यो हामी चाहिँ बाहिरको भ्यू हेर्नु त्यो बारीको डाँडा पुरै गएर
ठोकिन्छ अनि पानी म चाहिँ एकचोटि पानी नै परे पनि यो फार्म हाउस देखाउँछु अलि टाढाबाट फार्म हाउस best place to stay in while you're driving to Manang. तर अनएक्सपेक्टेड नै छ यो ठाउँ त्यो चाहिँ छ जस्तो लाग्दैन हामीलाई जस्ट मनाङ भनेर सोच्ने बेलामा चाहिँ एकदम टाढाको ठाउँ होइन विकट होला जस्तो लाग्छ तर यु क्यान सी यहाँको पोखराकै रेस्टुरेन्ट्सहरू होटेल्सहरू भन्दा केही कम छैन यहाँको भित्रको एम्युनिटिजहरू गेस्टहरू नि पुरै फुल प्याक नै रहेछ अनि यहाँको बाइक त्यहाँ छ एन्ड ल्यान्ड क्रुजर्सहरू छ टोयोटा हामी चाहिँ अब लेन्स चेन्ज गर्छौँ होला चाहिँ अब कहाँ जाँदैछ भन्दा कोही कत्रो हुने टाउको हामी यसलाई अलिकति डिस्क्राइब गरिदिनु के रहेछ हजुरलाई हेर्ने बेला चाहिँ के जस्तो लाग्यो याक नै होला नि पक्कै पनि हेर्दाखेरि त याक जस्तै छ याकै होला कत्रै है यो रियल के ढुङ्गा रहेछ आँखामा आँखा त बिग्रिन्छ नि त स्टफ्ट होला तर याक चाहिँ रियल हामी चाहिँ माथि अपस्टेयर्स जाँदैछौँ एज यु क्यान सी सानो सानो कुराहरूले चाहिँ कस्तो राम्रो गरेर डेकोरेट गरेको रहेछ मिनिमलिस्ट बट के भन्छ अब एकदम एलिगेन्ट त्यो वेटिङ टाइम लाग्यो मलाई त सुरुमा मैले अरूहरू ब्लग्सहरूमा देख्दाखेरि कि फोटो होला जस्तो लागेको थियो यहाँको त पेन्टिङ नै रहेछ क्या डिटेलहरू पनि नजिक यता देखाउँदा नजिकै डिटेल देखाउँ अँध्यारो अँध्यारो भयो त्यो बत्ती बाल्छु है ल त्रै रहेछ हामी चाहिँ रुमतिर जाँदैछौँ त्यो हातमा भएको स्ट्यान्डको सट्टा बन्दुक भएको कस्तो दामी देखिन्थ्यो होला पानी पऱ्यो क्या हाम्रो पऱ्यो जस्तो हाम्रो चाहिँ मनाङको सेकेन्ड डेमा चाहिँ आज पानीले ल्याङ्ग लाग्छ है रेनकोट लाएर हिँड्नु होला कुरो पनि के अरे यहाँ एकछिन के हुन्छ 101 यो चाहिँ हाम्रो रुम नम्बर पानी पऱ्यो बाहिर अब के को फोटो खिच्नु जाने हो पानी पऱ्यो क्या साँच्चै यहाँ आएर सुन न देखिहाल्छ यता यहाँ तल गएर खिचौँ त नि यो हालेर त ए त्यहाँ मालिस हुँदैछ ग्रिन लेकको ठ्याक्कै माउन्टेन त्यो त मलाई चाहियो गाडीमा त कस्तो गाडी दुख्यो त्यही त तिमीलाई कहाँ दुखेछ सुन न सबैलाई मसाज गरेर तिमीहरूलाई ट्रिपको पैसा पाउँछ मलाई ए ओके ग्रिन लेकको हिमाल देखिएन अन्त फ्रेस एप्पल जुस ए मलाई त टोपी दामी साह्रो रहेछ त कता हो फोकस हुनु त त्यस्तो देखिएन भने त त्यो तुवालो लाएर त के मजा भएछ नि जानु जानु यताबाट पनि जानु मिल्यो
त्यो गिम्बल कता छ क्यापुचिनो भनेको है हजुर हाम्रो चाहिँ भर्खरै ब्रेकफास्ट आयो सबैजना ब्रेकफास्ट स्टार्ट गर्न त बिजी हुनुहुन्छ हामी चाहिँ अब यो सुरु गर्छौँ है ए फोटोसुट हो ब्रेकफास्ट आयो हाम्रो ब्रेकफास्ट चाहिँ नि टेबलमा आइसकेको छ नाउ वी आर वेटिङ फर अ क्यापुचिनो चल सुरु गरौँ है अब चाहिँ नि हामी सुरु गर्छौँ अहिले लास्टमा खान तातो हुन्छ यो सुरुमा त यो खानु पर्यो हेर्दै एकदमै मिठो होला जस्तो छ खानेकुराहरू सबै नै एट फार्म हाउस यो मनाङ भ्याली वाइनहरू सबै बन्द रहेछ हामी चाहिँ रेडी हो अब मेन मनाङ भ्यालीतिर जाँदैछौँ अब यो डाँडाको उता ठ्याक्क यो डाँडाको उता स्वर्गदारीको डाँडा छ यही नै हो भन्नु न यता त ल्यान्डस्केप ठिकै देखेछ अबको 2 मिनटमा बवालै देख्न आउँछ लेट्स गो सबैहरू गर्ने हो नि खतरा म चाहिँ मनाङ हेर्नु मात्रै आएको अब फर्किम भने नि आइम रेडी Guess where we are?
जानु ठिक छ यस्तो पहिला त्यस्तो पुल रहेछ होइन पहिला त्यस्तो पुल रहेछ अहिले गाडी जाने रहेछ गाडी जाने पुल रहेछ हामी चाहिँ भर्खर ग्रिन लेकमा आइपुग्यौँ बाइक भर्खर राख्यौँ खाना चाहिँ अब यहाँ होटल पनि रहेछ खाना चाहिँ यहाँ खाने भर्खर खाना भनेको छौँ 800 रुपिस पर चिकन खाना यहाँबाटको भ्यू चाहिँ म देखाउन गइरहेको छु Here we go. यो ग्रिन लेक हो हामीलाई चाहिँ एकदमै धेरै चिसो भएर टोपी लगाएर बसेछौँ अरू त ठाउँ यस्तो दामी छ अझै यो कुहिरोहरू उडेर जाने हो भने अझै दामी देखिन्छ होला स्टोरी हाल्दा हाल्दै प्रज्वल व्यस्त छ वाइफाईमा जहाँ गयो भने म वाइफाई खोजिरहेको छु कि किन भन्दाखेरि म चाहिँ अलिकति इन्टरनेट फुर्सद छैन राजालाई हाम्रो चाहिँ अलिअलि फोटोसुटहरू भयो आफ्नै पर्सनल फोटोसुट खाना पनि रेडी भएको छ अरे अब खानातिर लाग्यो सामानहरू त्यहीँ पछाडि नै छोडिदियो कता कता भन्नुभयो ए यता सर्ट हो क्या ए सरी 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 हजुर आफ्नै मेरो आफ्नै ओनरमा चाहिँ ए हजुर यो जग्गा नै हजुरको आफ्नै जग्गा चाहिँ अब आफ्नै मान्छेको हो ए हजुर ए लिजमा लिएर लिजमा लिएर होटल बनाएको अनि यो लेक नै पर्सनल हो यो गाउँलेको परि नि ए गाउँलेको लेक यो जग्गा चाहिँ ठ्याक्क लेकको साइडमा यस्तो भयो क्या लेक गाउँलेको परि नि अब हामी छ नि त हजुर हजुर यो अब रेखदेख गर्नु पऱ्यो नि त हजुर हजुर राम्रो हुन्छ त है हो खाना त हेर्दै मिठो बनाउनु भयो जस्तो छ खाना त अहिले यहाँ अहिले तपाईँको तपाईँ आफूले विचार गर्नु यो अप्पर मनाङमा हजुर खानाको भेराइटी खानाको उसमा तपाईँहरूले थाहा हुनुहुन्छ ए ल ओके पैसा लिए अनुसार हजुर सर मान्छेलाई खाना दिन राम्रो दिन सक्नुपर्छ खाना गर्नु सक्नुपर्छ हो हो भन्ने धारणा हाम्रो हो अनि त्यो अब म पनि एक्लै छु ए हजुर सब मिठो खाना त मेरो बुढीले बनाउँछ के अरे ए हुनुहुन्न भाउजू उहाँ अहिले उता गुम्बामा गएको छ ए हजुर सर अब कस्तो हुन्छ आफ्नो ए ल ओके ओके धन्यवाद ल हामी चाहिँ क्रिसमसमा गाडीको खुर्सानी एकदम मिठो हुन्छ यता हाल्छ यता राख्नु दिदी तपाईँलाई दिदी ल
तातोमा खाना हामी सेलाउँछ Mike, where is the mic? जस मासु चाहिँ लिएर राख्नु रहेछ हैन त्यो चाहिँ खुसी लाग्यो मासु चाहिँ लिएर राख्नु रहेछ मान्छेले भन्यो मासु के मान्छेले भनेपछि कुखुरा काट्न चाहिँ जानु रहेछ कुखुरा त अहिले एउटा देखेन कहाँबाट अघि बाटोमा हामी आउँदाखेरि हिजो पुरै बाइकमा बाँधेर लिएर आउँदै थिएँ ट्रकमा ओके जिप है Yum cha yum. यो मनाङको एयरपोर्ट हो त्यहाँ देख्न सक्छौ भर्खरसम्म घाम केही थिएन यहाँ यति घाम लाग्यो गुड साइन होला होइन डाँडाहरू त खतरा खतरा छ प्रज्वलहरू अहिले तल गइसकेछन् त्यहाँ एयरपोर्ट छ यो रुखहरू यही देखेर यसो खिच्नु मन लाग्यो अहिले
सो हामी चाहिँ हाम्रो लास्ट डेस्टिनेसन भनौँ न यो जर्नीको चाहिँ लास्ट डेस्टिनेसन चाहिँ यही नै हो। त्यहाँ आइपुगेका छौँ। डोम स्टे यो टेन्ट टाइपको हो। 3टा रुमहरू हुँदो रहेछ। मनाङ बेस क्याम्प छ यो ठाउँको नाम चाहिँ। भेरी गुड। यहाँ आइपुग्यो। बाटो पनि बल्ल पत्ता लगाएर यहाँ ढलान गरेको रहेछ। अनि घुमेर खत्रै बाटो धेरै घुमेर जाँदाखेरि उता पनि बाटो बन्द रहेछ क्या। अनि पछि यसो पुछ्दा त यहाँबाट आउनु मिल्ने रहेछ। त्यो थाहा भएन। यो चाहिँ चिसो छ आज चाहिँ। प्रज्वलले हाई भन्दैछन् उताबाट। म प्रज्वलदेखि जान्छु। अनि यस्तो हाम्रो मोटरसाइकल चाहिँ यहाँ छ दुइटै। भूमिका फ्रेस हुँदैछ। एन्ड हामी चाहिँ अब लेट्स सी प्रज्वलहरू के गर्दैछौँ त्यहाँ यसो नजर टाल्नु है त। हेलो गाइस। हामी चाहिँ जाडो भएर यस्तो ताप्दैछौँ है। हामीलाई चाहिँ एकदम जाडो भएर होइन हामीले हात धोइयो। बाहिरको पानी हजुरले छोयो भने पानीको जेट एकदम हातै फाट्देला जस्तो जेट छ। अनि त्यसले हात धोइयो अनि चिसो यस्तो भयो कि यहाँ तातो हामीलाई छोड्नै मन लागेन। त्यही भएर यो चाहिँ नेचुरल हिटर हो। यहाँभित्र चाहिँ आगो बालिएको छ। अनि यो देख्न सक्नुहुन्छ यो चिम्नीको थ्रु चाहिँ वेस्ट ग्यासहरू बाहिर पठाइएको छ। यसले चाहिँ नेचुरल हिटरको काम गरेर चाहिँ रुम पनि वार्म दिएको छ र हल्का एस्थेटिक भाइब पनि दिएको छ। यो कस्तो सस्टेनेबल आइडिया क्या, कन्सेप्टै सस्टेनेबल होइन। अब त्यहाँबाट तातो यो 4 ग्यासहरू आउँछ तर यसले पुरै रुम चाहिँ न्यानो गर्छ। हामीले चाहिँ यो छुन पनि सकिन्न कि यस्तो तातो छ कि यो। दिस इज अ सेन्ट्रल हिटिङवाला रुम है। पाइप नै तातो छ कि। यी पाइपबाट वेस्ट ग्यास गयो नि त। त्यही त वेस्ट ग्यास गर्छ तर ग्यासले यति धेरै तातो त हुँदैन नि त जेनरली। तर यहाँबाट र यो कनेक्ट भएको भएर धेरै नै तातो छ कि। So, good morning from the dome. यो चाहिँ पुरै बाफे छ अहिले त केही देख्दैन तर अलिअलि हिमालहरू माथि माथि देखिरहेको छ। बट या यो रुम चाहिँ एकदम स्पेसल रहेछ। ठिक छ रुम राम्रो छ। हामी आज फर्किन्छ होला सायद। बाहिरबाट हेरौँ। This is where we slept last night. So वार्म छ। चिसो हुन्छ कि जस्तो लाग्छ तर वार्म नै छ यहाँ। अनि उताको भ्यू हेरौँ है त हिमाल खुले छ कि छैन त। गाइजहरू त सब फोटो खिच्न भागिसकेछन्। दौडिनु पर्यो। भिडियो कल चलिरहेछ। यो चाहिँ गङ्गापूर्ण ताल। अहिले खुल्यो नि है। गङ्गापूर्ण रेणु रना रना ना
रेणु रेणु ल गाइज अब देख्न सक्नुहुन्छ आज हाम्रो चाहिँ मनाङ घुमघामको चाहिँ आज 3rd डे र हामी चाहिँ बिहान चाहिँ 5 बजेदेखि बिउजिरहेका थियौँ। तिमी चाहिँ 3 बजे म चाहिँ स्पेसली 3 बजे उठेँ अनि उठेपछि चाहिँ घुर्नु भयो भाउजू अथवा दाइ अनि त्यसपछि चाहिँ म निदाउनै सकिनँ त्यसपछि चाहिँ मेरो निन्द्रा चाहिँ त्यहीँ खतम भयो तर मेरो निन्द्रा चाहिँ पुग्यो होइन। त्यसपछि अनि म चाहिँ बिहानै उठेर हेरेँ त्यो डोम हामी बसेको चाहिँ यो मनाङ बेस क्याम्प भन्ने यो डोममा हामी 4 जना त्यहीँ बस्यौँ। अनि जाडो हुन्छ सोचेको थिएँ तर भएन। जाडो हुन्छ भन्ने सोचेको थिएँ तर यो भित्र चाहिँ वर्थ इटै लाग्यो मलाई होइन। अनि यो भ्यूहरू खुलेको बेलामा नि यो चाहिँ पर्फेक्ट प्लेस हामीले रोजेका रहेछौँ। स्पेसली थ्याङ्क्स टु अनिस दाईको प्लान हो यो डोममा बस्ने नत्र म भए त कुनै त्यो टोयलेटमा साँचो नभएको होला काल्चा नभएको होला पनि राखिदिन सक्थेँ होइन। यसरी ढोका समातेर गर्नुपर्ने अथवा चाहिँ पानी चाहिँ बाल्टीमा हालेर ढोकाउनु पर्ने वाला टोयलेटमा लैदिन सक्थेँ होइन। जस हाम्रो चाहिँ हिजोसम्म चाहिँ म अलिकति निराश चाहिँ थिएँ होइन केही भ्यूहरू देख्न नपाएर होइन। घाम पनि लागेको थिएन। आज चाहिँ घाम पनि राम्रो लाग्छ अनि बिहान उठेर हेर्दाखेरि चाहिँ हाम्रो चाहिँ वर्थ इट जस्तो लाग्यो होइन। अनि आज हाम्रो चाहिँ प्लान अब ब्रेकफास्ट लिन्छौँ एकछिनमा ब्रेकफास्ट रेडी भइसक्यो अरे त्यसपछि चाहिँ हामी प्याकिङ गरेर आजको हाम्रो गन्तव्य पोखरासम्म हुनेछ। ल ओभर टु थपथाप केही सबै कुरा त प्रज्वल राजाले भन्न सक्छ। तिम्रो दाँतमा लिपस्टिक लाग्छ है भन्ने कुरा त राजाले भन्न सक्छ। हामीलाई चाहिँ एकदमै प्रिन्सेसवाला ट्रिटमेन्ट मिल्यो यो जर्नीमा चाहिँ जो दिजुलाई र मलाई। हामीलाई बस्न र खानको लागि त्यस्तो दुःख भएन। एकदम लग्जरियस ठाउँमा चाहिँ नि राख्छ 2 जनाले त्यसको लागि चाहिँ नि एकदम के भन्ने मनैदेखि धेरै धेरै धन्यवाद हजुर 2 जनालाई। हजुर 2 जनाले गर्दा नै हामी यो ठाउँमा आउन हामीलाई पोसिबल भयो। एकदमै रमाइलो भयो कुरा पनि मिल्ने अनि एज पनि उस्तै त्यही भएर हामीलाई चाहिँ एकदम सोचे एक्सपेक्ट द अनएक्सपेक्टेड जस्तो वाला भयो यो पालि चाहिँ एकदमै रमाइलो भयो। बिहान उठ्ने बित्तिकै यस्तो हिमाल हाँसेको देख्दा होइन म त निदाइरहेको थिएँ प्रज्वलले हिमाल देखियो भनेर त झ्याकको जुरुक उठेर त राजा त आफैले चुकुल खोलेर बाहिर निस्किदिन्छ। त्यहाँ पछाडि त हामी पनि उठ्नलाई एकदमै धेरै बाध्य राजाको पछि दौडिँदै गएँ। हिमाल हेर्ने इन्थुजियाजम भएर होला कि टाढा कुकुर थिएँ होइन म त्यहाँ फेरि नाचिरहेको थिएँ कसरी फिड्केर गएँ मैले त्यो पनि थाहा भएन। कहाँबाट गएँ नि थाहा भएन कि मैले ढोका पनि खोलेको रहन्छ जे होस् रमाइलो भयो। अनि बिहान चाहिँ -3 डिग्री थियो टेम्परेचर अहिले चाहिँ सनराइज भएर एकदम न्यानो छ छुन्न छोडौँ जस्तो। अनि यही घाम तापेर बसिराखौँ जस्तो यही मनाङ भ्याली मात्रै हेरेको गरौँ जस्तो एकदमै आनन्द एकदमै रमाइलो। अब चाहिँ हाम्रो यस्तरी यही हो हाम्रो ब्लगको एन्ड चाहिँ। अब तिमीले के भूमिकाले भने जस्तै साँच्चैको प्रिन्सेस ट्रिटमेन्ट नै पाइयो। मस्त पछाडि बसेर बाटो पनि त्यस्तो नराम्रो रहेनछ ढलान गरेको अझै पिच नै भनौँ पिच नै छ गाई सबैजना आउनुपर्छ। बाटो त्यस्तो केही छैन आउँछ स्कुटर पनि आउँछ केटीहरूलाई पनि अझै स्पेसल्ली केटी राइडरहरू पनि आउनुहोस् स्कुटर बाइकमा गर्नुहुन्न भने स्कुटरमै पनि आउँछ क्या यहाँसम्म एक्सप्लोर गर्नुहोस्। यस्तो राम्रो ठाउँ छ नेपालमा हजुरहरूले ल्यान्डस्केपहरू यस्तो दामी छ कि जति बयान गर्यो त्यति नै कम हुने खाले ठाउँ छ। ओभरअल जर्नी चाहिँ अहिलेसम्म एकदमै रमाइलो सबै कुरा वेल म्यानेज केही कुरा पनि यो छुट्यो त्यस्तो भन्ने जस्तो छैन। दुःख गर्नु परेन एकछिन हामीलाई हिजो घुमायो अनि यहीँबाट जस्ट कति भन्ने अब 50 स्टेप्सकोमा चाहिँ ढलान गरेको रहेछ अनि हामी उता घुम्न गयौँ झन् उता एकदम अफरोड रहेछ यस्तो तनाव भयो अनि त्यसले आफ्नो बाइक रोकेर अनि मेरो नगरिदिएको भए त म त त्यहाँबाट आउनै 1 घन्टा लाग्थ्यो होला किन ओह्रालोमा पऱ्यो ठ्याक्कै बाइकै बग्ने जस्तो। त्यति बेला Insta360 को ब्याट्री सकियो रहेछ न त मैले खिच्थेँ त्यो भएर कुरा मिलेन।
त्यही नै हो अनि साँच्चैको मुन मार्स लेख्छन् नि यिनीहरूले क्याप्सनमा त्यस्तै नै छ यतातिर चाहिँ ठ्याक्क भेजिटेसन पनि केही छैन होइन पुरै नेकेड डाँडा जस्तो अनि त्यसपछि यो डर्मिटरी चाहिँ पुरै प्लास्टिकले बनेको ओभल होइन यो हाफ सर्कुलर यो हेर्दा चाहिँ ठ्याक्क मुन जस्तो छ Now, we have done it on the tripod. You want to do it? बसेकोमा चाहिँ ट्रेकर्सहरू पनि छन् उनीहरूको चाहिँ रेस्ट डे रहेछ अहिले बिहान खिचिदिउँ फोटो भनिरहेछन् उनीहरूले चाहिँ तर हामीले खिचिसक्यौँ आफै ट्राइपडमा भन्यौँ त्यही नै हो थ्याङ्क यू अनिस भूमिका प्रज्वल थ्याङ्क यू सो मच थ्याङ्क यू र टिटिवाइएल हाम्रो सायोनारा र यही नै एन्ड हुन्छ अब छोटो बिरोल्सहरू अब त्यस्तो सिनेमेटिक त होइन ट्राई गर्छौँ सानो सिनेमेटिक अलि सिनेमेटिक बिरोल्सहरू अब ट्राई गर्छौँ अनि यतिकै एन्ड गरौँ आई डोन्ट नो इफ दिस इज गोइङ टु बी अपलोडेड इन युट्युब अर नट तर पर्सनल त्यो अरूले हेर्नु आउने टाइपको के भन्छ आफ्नो पर्सनलमा राखेर चाहिँ पक्कै अपलोड गर्छु पब्लिक चाहिँ गर्छु कि गर्दिनँ आई हेभ नो आइडिया भिडियो कस्तो टर्न आउट हुन्छ त्यसले पनि डिसाइड गर्छ हामी यहाँबाट त माथि पुलिसहरू जाँदैन यहाँबाट चाहिँ हुन्छ बिच बाटोमा कतै बसेर जान्छौँ कि डाइरेक्ट पोखरा जान्छौँ कि त्यो जर्नीले नै भन्छ थ्याङ्क यू फर वाचिङ इफ मैले नै आफैले पछि हेरिरहेको छु भने थ्याङ्क यू टु माइसेल्फ अरू कसैले हेरेर हामीलाई थ्याङ्क यू हिजोको भाउजूको एपिक आएको थियो है